आहा गाइस सेल आजको खाजा चाहिँ सेल है को कसलाई मनपर्छ कस्तो रातो बनाएर पकाएको छ है सेल पनि मेरो श्रीमतीज्यूलाई धेरै धेरै धन्यवाद है तरकारी पनि टक्क आलु र चनाको बहुत मिठो ए कालो कालो छ त के हो भित्र त ल कोदोको पो छ त यार सेल त कोदोको सेल कहाँ हेर्नु त के आइला आयो मिठो त हुन्छ कोदोको सेल पनि चामलको जस्तै मजाले फुलेको छ हौ गाइस हेर्नु त ल कालो छ त यार भित्रबाट मेरो उसले मेरो अनुहार हेरेर मेरो अनुहारको कलरसँग मिल्ने कोदोको सेल पकाएर खान्छ है पाउनुहोस् योभन्दा पछाडिको भिडियो चाहिँ मेरो बुढीसँगको आउँछ है त उनीलाई सोध्न पर्यो किन कोदोको सेल पकाएको भनेर